So, hello everyone. So, firstly, I would like to wish all the mothers a happy Mother's Day to all the women out here. So, आज चाहिँ हामीले कति दिन बाद यहाँ मिनी भ्लग बनाउँदैछौँ अनि यहाँ मेरो बहिनीहरू चाहिँ यहाँ मिनी भ्लग स्टार्ट गरेको छ। सबैले हेर्न सक्नुहुन्छ अनि उनीहरूको नाटकहरू पनि हेर्नुहोस् यहाँ दुईजना बहिनीहरूको। अनि मैले चाहिँ यहाँ केक अनबक्सिङ गर्दै थिएँ। सो बहिनीले चाहिँ यहाँ क्लिप्सहरू लिँदै थियो, मेरो भिडियोहरू सुट गरिदिँदै थियो। बहिनीले चाहिँ मलाई हेल्प गर्दै थियो। सो तपाईँले हेर्न सक्नुहुन्छ यहाँ। अनि यहाँ बहिनीहरू चाहिँ एकदम एक्साइटेड भएर यहाँ हामी तीनजनाको नक्कलहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ हामीले केकको साथ हेर्नु यहाँ एकदम भिडियोहरू गरेर हामीले चाहिँ एकदम सानोबाट सेलिब्रेसन गरेको थियो। जस्ट केक कटिङ सेरेमनी मात्रै गरेको थियो हामीले मदर्स डेको चाहिँ। सो तपाईँले केकहरू हेर्न सक्नुहुन्छ। अनि बहिनी चाहिँ एकदम खुसी भइरहेको थियो केक क्युट छ भन्दै। अनि यहाँ बहिनीले चाहिँ माइजूलाई पनि केक हेर्नु कस्तो क्युट छ भनेर भन्दै थियो। बहिनीले माइजूलाई हेर्नु केक भनेर भन्दै थियो। बहिनीले चाहिँ मेरो बर्थडे हो भन्दै थियो हो। अनि बहिनीले चाहिँ म आफै केक काट्छु, म दिदिनँ काट्नु, मेरो बर्थडे हो भनेर भनिरहेको थियो। पनि एकदम एक्साइटेड थियो। हाम्रो घरमा जसको बर्थडे भयो उसकै बर्थडे हो भनेर एकदम एक्साइटेड हुन्छ। नानीहरू त्यस्तै हो सानोमा। सो अब चाहिँ हामीले केक कटिङ स्टार्ट गर्नु आँटेको। सो मैले चाहिँ एकदम सानोबडे सेलिब्रेसन गरिदिएको थियो। अनि मम्मी र माइजूहरू एकदम खुसी हुनुहुन्थ्यो। अनि यहाँ हामीले चाहिँ यहाँ ह्याप्पी मदर्स डे भन्नु थाल्यो। बहिनी चाहिँ एकदम खुसी भएर एकदम ताली मार्दै भनिरहेको थियो। सो मम्मीहरूले यहाँ केक काट्नुभयो। अनि मम्मीहरूले क्यान्डल पनि ब्लो गर्नुभयो अनि आफू ताली मार्नु हुँदै थियो खुसी हुँदै। अनि यहाँ बहिनी चाहिँ लिपस्टिक दलेर एकदम नक्कली भइरहेको थियो। अनि यहाँ मम्मीहरूले चाहिँ अब एक दुस्रालाई केक खिलाउनु आँट्नु भएको छ। अनि मम्मीले चाहिँ माइजूलाई केक खिलाउनु हुँदै थियो। अनि माइजूले मम्मीलाई खिलाइदिनु हुँदै थियो। अनि यहाँ कान्छीको टर्न आयो केक खिलाउनु। ऊ चाहिँ एकदम एक्साइटेड थियो। सो ऊ फर्स्टमा गयो केक खिलाउनु मम्मीहरूलाई। अनि उसले चाहिँ यहाँ फर्स्ट फुपूलाई खिलाउँछु भन्नुहुँदै थियो। त्यहाँदेखि फेरि उसको मम्मीलाई खिलायो। त्यहाँदेखिको चाहिँ उसले उसको फुपूलाई खिलायो। सो फाइनली मेरो टर्न आयो। सो मैले पनि यहाँ मम्मीलाई केक खिलाइदिँदै थिएँ। अनि यहाँ माइजूलाई पनि खिलाइदिएँ। अनि यहाँ बहिनी चाहिँ हतार हतार उयो गर्दै यहाँ सृष्टिलाई चाहिँ केक खोइ भनेर चाहिँ रिसाइरहेको थियो। सो बहिनीलाई पनि हामीले केक दियो अनि बहिनी खुसी भयो। सो आजको मिनी भ्लग चाहिँ यति नै हो। आई होप यु गाइज विल लाइक इट। प्लिज लाइक, शेयर एन्ड कमेन्ट। बाई बाई।